ए बाजे यहाँ कुरा सुन के बसिरह तिमी यहाँ किन बसिरह भने के भयो यहाँ कुरा सुन न पहिले सुनिरहेको छु त भन न मेरो कामै के छ र तिमीहरू जस्तो यो फाल्तु गफ सुन्ने बस्ने एक कानले सुन्ने अर्को कानले उडाउने यो कानले सुनेर उडाउने कुरा होइन भने कस्तो कुरा गरे अब यो देशमा तिमीले र हामीले पनि प्रधानमन्त्री बन्न पाइला जस्तो छ यहाँ के भन्छ यो खुसी के हो कोही नपाएर तिमी हामीलाई प्रधानमन्त्री बनाउला त कसैले के भन्छ प्रधान न्यायाधीशज्यूबाट सुरु भएको छ त्यसपछि न्यायाधीशहरूको पालो आउला त्यसपछि वकिलको कुरा आउला त्यसपछि पत्रकारको खेलाडीको कलाकारको कुरा आउला त्यसमध्येबाट एक न एकजना त गइहाल्छन् अनि तिम्रो हाम्रो पालो अब त्यस्तो होइन हो बाजे हात्तीले प्रधानमन्त्री छान्ने बोरी हात्तीले ए बाजे तिमीले सोसान पढ्ने गरेका छैनौ सोसान पढ्दैनौ कहिले पनि यहाँ सुन यहाँ कुमारजी आज्ञा गर्नुहुन्छ हे अगस्त्य मुनि लावण्य देशमा राजा नहुँदा ब्राह्मण नवराजलाई हात्तीले माला लगाएर राजा बनाइदिना भया हो बाजे त्यस्तै यहाँ पनि हात्तीले माला लगाइदिएर प्रधानमन्त्री बनाइदिने रहेछ अनि कहाँबाट आयो यस्तो कुरो कसरी थाहा पायो तिमीले हेर न त्यहाँ कसरी थाहा पायो भन्छन् बाजे पत्र पत्रिकाबाट थाहा पानी समाचारबाट सुनेर थाहा पानी बाजे कसलाई प्रधानमन्त्री बन्न इच्छा छ उसलाई टुडी खेल आउनु भनेर आह्वान गरेको छु होइन भनेपछि अब हामी जस्तै यो जनताले पनि भाग लिन पाउने भयो किन नपाउनु मान्छेले बनाउने हो र हात्तीले बनाउनु रहेछ कुरो हात्तीलाई फ्याट मुड चलेर अगाडि म ठ्याक्क पछिवाला माला लाएर ठ्याक्क लगाइदिउँ त कुरो खत्तम भएन त्यही बेरमा आजैबाट गणेश भगवानको व्रत लिन थाल्छु तिमीसँग के डिस्कस गरिरहनु म त आराधनापट्टि लागेँ के भा हो यो देशमा अब केही नलाएर नेताहरू हात्तीको शरणा पर्यो है लौ हात्ती अब तिम्रै मुडमा तिम्रै सुनमा रहेछ त्यो तिम्रो सुनले फ्याट माला उठाएर ठ्याक्क माला लगाइदेऊ प्रधानमन्त्री बनाइदेऊ परेको म बेहोर्नु जसरी लावण्य देशमा नवराज ब्राह्मणलाई चाहिँ तिमीले सुनबाट उठाएर चाहिँ माला लगाएर राजा बनाइदिएको थियो त्यसै गरी नेपाल मण्डललाई पनि मलाई माला लगाएर प्रधानमन्त्री बनाइदेऊ परेको म बेहोर्नु अब के यसरी चुप लागेर बसेर भयो नि सारा मान्छे लागिसके जस्तो छन् आफै त लाग्नु पर्यो नलाग्ने त कुरै छैन नि यस्तो मौका पनि छोडिन्छ अब त आजदेखि अफिस त 7 दिनसम्म गइँदैन गाडी होइन किन 7 दिनसम्म अफिस नजाने अबदेखि यहाँ हेर समाचार पढ हात्तीले टुडी खेलमा अब प्रधानमन्त्री छान्ने रे के सुन्नु पर्यो केही सुन्न लाएर यस्तो पो सोच्न थालेछन् के हुन लागेको यो देशमा अनि राम्रो हुन लाग्यो भन्न यो जतिको राम्रो उपाय अरू के हुन सक्छ यो कुरा चाहिँ ठिक छ है मान्नै पर्छ हाम्रा नेताहरूलाई होइन यस्तो राम्रो कुरा कसरी सोचेछन् हेर न त्यहाँ फेरि अस्ति भर्खर स्वस्थानी पढे होइन लावण्य देशमा नवराज ब्राह्मणलाई हात्तीले माला लाएर राजा बनाएको होइन हो त्यसैबाट प्रभावित भएर नेताहरूले यो उपाय सोचेर छन् क्या पत्रिकामा त्यही लेखेको छ ए कुरा त्यसो पो अनि हजुर चाहिँ के राखे त छिटो लुगा लाएर तयार हुनुहोस् न फ्याट्ट हात्तीले हजुरलाई माला लाग्ने पो हो कि त्यो हात्तीलाई पो कसरी खुसी पार्ने हो त अब पहिले भइदियो दलका नेताहरूलाई खुसी पार्नु पर्थ्यो उनीहरूको मन जित्न सक्नु पर्थ्यो विभिन्न कूटनीतिक नियोगहरूलाई खुसी पार्न सक्नु पर्थ्यो अब अहिले हेर त एउटा हात्तीको मन जितेर खुसी पार्न पाइयो भने त ठक्कै प्रधानमन्त्री हुन पाइने रहेछ नि गणतन्त्र त आकै हो हाम्रो देशमा अनि यो ऊ भन्ने छैन रे जसले पनि भाग लिन पाउँछन् रे किन नपाउनु सम्पूर्ण नेपालीले भाग लिन पाउँछन् 2,60,00,000 नेपालीले भाग लिने ठाउँमा म पनि त 2,60,00,000 भित्र पर्दिन हे जसको गलामा हात्तीले माला लायो उसले प्रधानमन्त्री खायो अब नेपाली जनताको दिन आयो ल अब उसो भए यसो गरौँ यतिकै बसेर हुन्छ त हात्तीलाई खुसी पार्नपट्टि त लाग्नु पर्यो नि के उपाय सोच्नु पर्यो नि त अब आजदेखि यो घरमा हात्ती पूजा गणेश स्तुति बाहेक अरू कुनै पनि पूजा हुँदैन अब म ध्यानमा बसे मलाई डिस्टर्ब चाहिँ नगर्नु है ल भोलि त मङ्गलबार पनि हो दिनभरि व्रत बसेर गणेश भगवानको पूजा गरेर पनि हात्ती त मनाएरै खानुपर्छ नि न कतै तपाईँलाई झ्याप्प माला लगाइदिनु हाल्ने हो कि साम दाम दण्ड भेद जे गरेर हुन्छ हात्ती त खुसी पार्नै पर्यो नि ए हात्ती कहाँ छौ तिमी मेरो साथी बाबा हात्ती